कताको हजुर यो केटी कताको उदयपुरको केटी कताको जामुनखालीको गेटको अपोजिट छेउको घरको यो कमेन्ट कति धेरै माथि स्क्रल भइरहेछ कि एक त म आँखा राम्रोसँग देख्दिनँ अनि त्यो यसो 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 गर्दा झन् अम्बो के साह्रो इग्नोर हो इग्नोर गरेको छैन आइस्वर मैले इग्नोर गरेको छैन म पढ्छु कसले जित्यो अघि मैले ल ल ल दिदी कति वर्षको अरे आइम स्विट 16 सबैजनाले डबल ट्याप गर्नु डबल ट्याप अनि त्यो के पो अरे त्यो यसरी कपी लिङ्क गर्नु त 25 जनाले मात्रै सेयर गर्नु भएको छ अब 1000 जनाले गर्नु पर्यो UMTHANG ए बुमताङ भनेको नेपालमा नि ठाउँ छ थाहा छ गाइस भुटानमा नि बुमताङ भनेको ठाउँ रहेछ नेपालमा पनि बुमताङ भनेको ठाउँ छ कहाँ पो छ हैन बुमताङ भनेको के माथि हैन छ रुपा दिदी वेलकम ब्याक लभ फ्रम भुटान लट्स अफ लभ फ्रम भुटान अब हुनु पर्छ अरे अबे भ्लग भयो भने तपाईहरुले हाम्रो जिना आराम गरिदिएको थाहा छैन होला हैन गुड वे तर ठिकै छ कहिले मा चाहिँ कस्तो हुँदो रहेछ भन्दा अलिकति डिस्कसन्स बेसी हुँदो रहेछ हजुर कमेन्ट सेक्सनमा अनि मलाई त्यो अलिकति मन पर्दैन त्यस्तो हुँदा हुँदै बिग्रिन्छ कुरा बा यस्तो म कमेन्ट सेक्सन हेर्दिन भन्दा पनि कहिले आँखा त गइहाल्छ अनि हल्का माइन्ड डिस्टर्ब हुन्छ क्या त्यो रिजन गर्दा आई डोन्ट वान्ट एनी डिस्टर्बेन्स भन्नु खोजेँ मैले त तपाईलाई डे 1 देखि भनेको नि अहिले तपाईलाई पनि फिल भयो नि अनि गाइस यस्तो हो सिजलिङ इज भेरी लाइक इन्डिपेन्डेन्ट इन अ वे रोहानी कहाँ गयो क्या सरी रोहानी या रोहानी हर नेम इज रोहानी क्या कन्फ्युज नगर्नु न रोहिनी भनेर मलाई लास्टै मनपर्छ रोहानी कहाँ गएछ आज स्वामी भन्दा आउला फेरि मसँग अर्को फोनै छैन क्या हजुर मसँग अर्को फोन भएको भन्दै एकछिन ल म आइहाल्छु गाइस कम्प्लिट दिस टार्गेट वी डोन्ट वान्ट टु लुज इट कसले कसलाई बाल दिएन भन्ने कुरा त मलाई पो थाहा छ त हाम्रो हाम्रो होल ग्रुपलाई थाहा छ हल्ला नगरिकन बस्दा हुन्छ चुप्प लागेर त्यहाँ म नि भोलि टुरी खेल म भोलि टुरी खेल आउँछु होला हौ मलाई आउनु भयो भने अपडेट दिनु है इन्स्टामा अरे ओके मेरो मस्त मोला ग्याङ भनेर पनि छ कि अन्त त्यहाँ पनि चेक गर्न सक्नुहुन्छ हजुरहरूले हस् Let's make 1 million. बेसी ल्याङ गऱ्यो तपाईँलाई कमेन्ट सेक्सनमा भनेर आएको कसले मैले मान्छेहरूले बोलेको छैन इट्स ओके अब उहाँले अब यस्तो हो जो झ्याउ लाग्दैन मलाई त लाग्छ है मलाई त आइथर कि तिमी मसँग कुरा गर्न आएको भनेर खुसी भएर बसिरहेको उहाँको लागि हो तिमी मेरो लागि भन्नु लागि भएको भनेर सोचेको थिएँ मैले मेरै लागि आएको हेलो समीर भाइ आइ किन ढिलो आज तपाईँसँग लाइभमा किन बोलिबस्नु कलमा बोलिहाल्यो नि त्यो पनि लाइभ पनि जानुपर्छ नि त नि आज हामीसँग एकदम लिमिटेड टाइम थियो त्यो रिजनले गर्दा त्यसलाई युटिलाइज गरेको मात्रै क्या हो माइ गड आई हेभ एकदम अर्ली मर्निङ हाइक भोलि अलिकति डिफिकल्ट गर्नु होला एडिट भइसक्यो न म भोलि गर्छु भोलिको भ्लग चाहिँ अलिक ढिलो आउँछ होला तामाङको लोसारसम्म कहिले हो तामाङको लोसार लोसार कहिले हो गाइस सोनाम लोसार कहिले हो गाइस कति गते हो लोसारमा आउनु है नाना अरे 15 गते 5 गते कसैले 4 भन्छ कसैले 5 भन्छ माघ 5 हो नि ए नाना रोहिणी नाना सिजलिङ नाना हो कि रोहिणी हैन सिजलिङ नाना हो 5 गते हो अरे 5 गते यस सर कति खाएको नि रे त्यही भनेको आइकले खाने भने सोध्दैन गाइस खाने भनेर सोध्दैन सोध्दिन त लोभी मोटाइ जास मोटाइ राजो 62 केजी पुगिसक्यो 5.2 हाइटमा त 62 त म्यासिभ हो नि होस् न त अनि आम कम्फर्टेबल विथ माइ बडी सो म काठमाडौँ आउँछु अनि त्यसपछि म बिहान उठाएर रनिङ लान्छु ल हामी भ्लग न घरमा को छ अहिले मेरो
म साउनी दिदी बहिनी कति यप स्टिप ब्रदरलाई आएको छैन होला हजुर जोडम लानी लगाइज अहिले आएको छैन ओ साथीहरूसँग हुनुहुन्छ आज चटपटे खानु चटपटे हजुर मलाई चाहिँ लास्टै मनपर्छ अरे मलाई पनि थ्याङ्क यू हजुर मलाई लास्ट टाइम मनपर्छ भन्दाखेरि के भन्यो थाहा छ मलाई पनि आफू कस्तो मनपर्छ मैले भर्खरै के भने मलाई पनि भनिन सबले भाउजू भनिरहेको छ त अरे अब सबले भाउजू भन्दैमा म भाउजू हुन्छु होइन त्यो त सबमा छ त किन जसले भाउजू भनेको छ नि पहिला सुरुमा तपाईँलाई मेरो भाइ र भाइ बहिनी म स्वीकारै गर्दिनँ कसरी भाउजू भयो होइन मेरो भाइ बहिनी भएको भए त्यस्तो रुड पनि हुँदिन हौ सबले भाउजू भाउजू भने म लाइभबाट भाग्छु है अहिले म नभन्नु है मलाई यहाँ बेसी मलाई उयसमा हाल्दैन म यहीँ खान्छु नि प्लिज ल जिएफ हो रे भाउजू भन् भाउजू यो केटाको त कति धेरै केटी छ अरे खै मलाई त थाहा छैन है केटाको केटी त हुन्छ त नि केटीको केटा हुँदैन त्यस्तै हो होइन सिजली यसो भन्दैन के भयो त नि मेरो पनि टन्नै छ भने भन्दैन मेरो त छैन तर भन्नको लागि म चाहिँ बुहारी भन्छु ल अरे अब त्यो त दिदी नभन्नु न हौ टाइमले बताउँछ त्यो के हो कस्तो हो भनेर मोटो भयो भने क्युट देख्छु केटा मान्छे अलिकति घिनलाग्दो देख्छु तपाईँ तर अलिकति दुब्लो नै हुनुहुन्छ हौ म अहिले मोटाएको छ ठिकै देखेको छ त के अरे केटा मान्छेहरू चाहिँ मोटाएको राम्रो देख्दैन गाइस केटी मान्छे त मोटाए पनि क्युट देख्दैन मेरो साथी देखेको छ गाइस पाण्डा भन्ने आम्मामा घिनलाग्दो छ त्यो त यो म्याच गरौँ त यो रिक्वेस्ट आएकै गर्यो कसरी गर्छ गर्नु त भेना नमस्ते रे तिमी तामाङ भइसकेपछि त कसरी भेना भयो म दाई भयो नि म दाई उता भाउजू भयो कस्तो हो र लाइभमा जे पादे भन्दै तामाङलाई चाहिँ आएर भेना भन्दा छ मैले सिजलिङको मात्र भन्ने आजकल मिस्टर तामाङ सबैजनाले हेर्नु न सपोर्ट गर्ने हो नि सबैलाई एकअर्कालाई तर बेसी नभन्नु क्या सिजलिङकोबाट आएको म कमेन्टहरू हेरिरहेको हुन्छ म त झ्याउ लाग्छ भाइ न गाइज सिजलिङले मेरो कन्टेन्ट छ भने चाहिँ लेख्दा भयो पायो बट देन त्यो कन्टेन्टसँग रिलेटेडै छैन भने चाहिँ चोके भनेको मात्रै हो त्यस्तो केसेसहरू चाहिँ नहेर्दा हुन्छ हजुरहरूले नो प्रब्लम बट देन लाइक सिजलिङ इज नाइस नो गाइज सी इज नाइस भेरी सपोर्टिभ उसले त अफकोर्स भन्छ नि सपोर्ट मिस्टर तामाङ भनेर होइन अफकोर्स सी इज रियली नाइस नो लाइक भेरी सपोर्टिभ उसले मलाई इन्स्टाग्रामको स्टोरी त यसरी हाल्नुपर्छ सिकाएर हुन्छ विच इज आई रियली एप्रिसिएट द्याट किनभने गाइज मलाई भने आम सो नट गुड विथ टेकिङ पिक्चर्स लाइक अल दिस थिङहरू अनि उसले सिकाएर हुन्छ आई रियली एप्रिसिएट द्याट होइन कन्टेन्टसँग रिलेटेड कन्टेन्ट पनि हेर्नु भन्नु खोजे मात्रै त्यहाँनिर गाइज अब यस्तो होला मेरो हार्ट एट्याक आइरहेको छ अरे म हस्पिटलमा गएर ढलेर बसिरहेको छ अरे बेडमा होइन अनि मेरो साथी छविले चाहिँ मेरो भिडियो बनाएर हालिदिएको होला सिजलिङ फ्रम सिजलिङ नाना भनेर लेखिदिएला तपाईँहरूले कमेन्ट सेक्सनमा त्यहाँ पनि कन्टेन्ट के छ कन्टेन्ट अनुसारले कमेन्ट गर्ने हो नि त्यति साह्रो त गर्नुहुन्न हौ मैले भनेको चाहिँ गाइज इफ यु गाइज रियली लाइक माई कन्टेन्ट वाच इट अदर देन द्याट इट्स फाइन भनेको मात्रै हो फेरि हो आफूलाई थाहा हुँदैन किम्चीसँग खाऊ न किम्ची इज गुड किम्ची छैन किम्ची खानुपर्छ इट्स रियली गुड गाइज किम्चीको चाहिँ के हुन्छ थाहा छ किम्ची खाएपछि एज अ बाइट कहाँको के नुडल्स मेरो फेभरेट ठाउँको विच इज वेयर मिड बानेश्वरमा द गागा रेस्टुरेन्ट के छ बाहिनी रे ठिक छ दाजु मलाई लगेर जान्छु अफकोर्स किमा नुडल्स खान जान्छु मैले नखाएको धेरै भएको छ म फर्केर आइसकेपछि तपाईँहरूलाई देखाउँदिनँ हामी मात्रै खाएर आउँछु ल हामी भिडियो नगर्ने नि लास्ट आउने जस्तो मात्रै हिँड्नुलाई त्यस्तो गरेर ब्रिङ साउनी हो मैले साउनी भेटेकै छैन आई विल ब्रिङ छवि आज मैले त्यही भन्दै थिएँ भ्लग नगर्दा भइहाल्यो नि मैले अघि छविलाई भनेको त आए पछाडि भेट्नुपर्छ भनेर ओके अनि म साउनीलाई पनि लिएर आउँछु I would love to meet someone. Please visit BUMTHANG. ए बुमताङ भनेको नेपालमा पनि ठाउँ छ थाहा छ गाइस भुटानमा पनि बुमताङ भनेको ठाउँ रहेछ नेपालमा पनि बुमताङ भनेको ठाउँ छ कहाँ पो छ बुमताङ भनेको यता माथि
I don't know. भन्दैछ Rupa Lady, welcome back. Love from Bhutan, lots of love from Bhutan. अब हुनुपर्छ अरे अबि भ्लग भयो भने तपाईँले हाम्रो जिना आराम गरिदिएको थाहा छैन होला होइन गुड वे तर ठिकै छ कहिले भिडियोहरूमा चाहिँ कस्तो हुँदो रहेछ भन्दा अलिकति डिस्कसन्स बेसी हुँदो रहेछ कि हजुरहरूको कमेन्ट सेक्सनमा अनि मलाई त्यो अलिकति मन परेन त्यस्तो हुँदा हुँदै बिग्रिन्छ कुरा यस्तो म कमेन्ट सेक्सन हेर्दिनँ भन्दा पनि कहिले आँखा त गइहाल्छ अनि हल्का माइन्ड डिस्टर्ब हुन्छ क्या त्यो रिजनले गर्दा आई डोन्ट वान्ट एनी डिस्टर्बेन्स भनेर खोजेँ मैले त तपाईँलाई डे 1 देखि भनेको नि अहिले तपाईँलाई पनि फिल भयो नि अनि गाइस यस्तो हो सिजलिङ इज भेरी लाइक इन्डिपेन्डेन्ट इन अ वे प्लस एट द सेम टाइम जसरी सिजलिङ एउटा युट्युब फ्यामिली छ एउटा टिकटक फ्यामिली छ यसको एउटा फ्यामिली छ नि मेरो पनि त्यसरी नै छ है अनि सो त्यो रिजनले गर्दा आई विल बी पोस्टिङ अ कन्टेन्ट इन अ सेम वे टु हामी दुवैजना आफ्नै बाटोबाट गइरहेको हुन्छ गाइस एट द सेम टाइम विल बी ह्याभिङ लट्स अफ फन इट जस्ट सबै कुरा भयो नि आजदेखि नुडल खादिनँ भोलिदेखि नुडल खादिनँ ल तपाईँहरूको अगाडि नै भनेको सक्यो होला उयो एडिट कहाँ सकिनु सबैले डाउनलोड मात्रै गरिसकायो अब सबै कमाइन एपबाट गर्नु हुँदैछ